जय श्री माधव। कल्की अवतार नेपालीमा स्वागत छ सबैलाई। भविष्य मालिका पुराण 600 वर्ष पहिले लेखिएको यो गोप्य ग्रन्थ अनुसार सन् 2032 भन्दा पहिले विश्वका सबै धर्म एक भएर एउटै धर्मको प्रतिष्ठित हुनेछ, विश्व सनातन धर्म। तेस्रो विश्वयुद्ध कहिले हुन्छ? कुन देश बीच? कुन देशले भारतलाई साथ दिने? कुन देशले भारतसँग लड्ने? कुन हतियार प्रयोग गर्ने? र युद्धको अन्तिममा नतिजा के हुन्छ भन्ने प्रष्ट प्रमाणहरू दिएको छ। मालिका शास्त्रका अनुसार चीन, पाकिस्तान र भारत बीच जहिले युद्ध हुनेछ त्यो युद्ध विश्वयुद्धमा परिणत हुनेछ। भविष्य मालिका पुराण अनुसार शनि ग्रह मीन राशिमा गोचर हुने बेलामा भारत, पाकिस्तान र चीन बीच युद्ध हुनेछ। त्यही युद्ध तेस्रो विश्वयुद्धमा परिणत हुनेछ। जब विश्वभर विश्वयुद्धको आवाज सुनिनेछ त्यही समयमा चीनसँग भारतको पहिलो युद्ध हुनेछ। त्यसै बेला सरकारी तथा गैर सरकारी काममा काम गर्ने व्यक्तिहरूलाई जागिरबाट हटाइनेछ। अभावका कारण विश्वमा चोरी डकैती ठुलो सङ्ख्यामा बढ्नेछ। यस युद्धमा महाभारत युद्धका योद्धा भोरी सर्वा चीनको तर्फबाट भारतको विरुद्धमा लड्नेछन्। यहाँ महापुरुषले प्रमाणित गर्नुहुन्छ कि जब चीनले भारतसँग युद्ध लड्छ त्यति बेला पाकिस्तानले पनि भारतमाथि युद्ध लड्छ र चीन पाकिस्तान दुवै देश साथमा मिलेर भारतसँग लड्नेछ। भविष्य मालिका शास्त्रमा लेखिएको छ पाकिस्तान र चीन मिलेर भारतसँग लड्नेछन्। पाकिस्तानलाई टर्की, इरान, बेलायत, अमेरिका र 13 मुस्लिम देशबाट हतियार, सैन्य र वित्त जस्ता सबै प्रकारको सहयोग प्राप्त हुनेछ। तेस्रो विश्वयुद्ध हुँदा एकातिर भारत र अर्कातर्फ चीन, पाकिस्तान, तुर्की, अमेरिका, इरान र 13 मुस्लिम राष्ट्रहरू लड्नेछन्। साथै रुसले भारतलाई सहयोग गर्नेछ। रुस र भारत मिलेर शत्रु देशका सैनिक विरुद्ध बहादुरीका साथ लड्नेछन्। पूर्वका सबै देशहरू अर्थात् मध्य पूर्व भारतका सबै छिमेकी राष्ट्रहरू र युरोपका केही देशहरू सबै मिलेर पाकिस्तानसँग मिलेर भारतको विरुद्धमा काम गर्नेछ र युद्ध लड्नेछन् र समयसँगै यो संसारकै सबैभन्दा ठुलो युद्ध हुनेछ। तेस्रो विश्वयुद्धको अन्तिम क्षणमा भगवान कल्कीसँग ओडिसाको खण्डगिरी निर्णायक युद्ध हुनेछ। तेस्रो विश्वयुद्धको अन्तिम क्षणहरूमा भगवान कल्कीसँग ओडिसाको खण्डगिरी निर्णायक युद्ध हुनेछ। उद्धव भक्ति प्रदायिनी पुस्तकमा यसबारे एउटा रचना छ। भगवान श्री कृष्णले द्वापर युगमा उद्धवजीलाई कलि भारत युद्धको बारेमा बताउनु भएको थियो। उद्धव भक्ति प्रदायिनी ग्रन्थमा लेखिएको छ कि कलि भारतको भयङ्कर युद्ध वा अन्तिम युद्ध ओडिसा राज्यको भुवनेश्वर खण्डगिरीमा भगवान कल्कीको बास हुने ठाउँमा हुनेछ। उक्त युद्धमा भारतका सबै शत्रु राष्ट्र चीन, पाकिस्तान, टर्की, इरान, बङ्गलादेश, अमेरिका लगायत 13 मुस्लिम राष्ट्रका सेना सहभागी हुनेछन्। त्यहाँ भगवान कल्कीले पहिलो पटक सुदर्शन चक्र प्रयोग गर्नेछ। यस युद्धमा सबै शत्रु योद्धाहरू मर्नेछन्। त्यसै समयमा भगवान कल्कीसँग अश्वस्थामा र शल्य पनि उपस्थित हुनेछन्। त्यसपछि भगवान कल्कीले क्रोधित भएर संसारका सबै मलेच्छलाई नष्ट गरी धर्मको स्थापना गर्नुहुनेछ। जब तेस्रो विश्वयुद्ध सुरु हुन्छ त्यस समयमा युद्धको प्रभावले सम्पूर्ण पृथ्वीको पूर्व र पश्चिम दिशाहरू रङ्गीन रातो रङको देखिनेछन्। त्यसबेला भारतमा ठुलो युद्ध हुनेछ र सरकारको परीक्षा हुनेछ। भविष्य मालिका अनुसार विश्वयुद्धको प्रमुख निर्णायक देशहरू: समूह 1 मा भारत, रुस, जापान, जर्मनी र फ्रान्स। समूह 2 मा पाकिस्तान, चीन, टर्की, अमेरिका, इरान, मुस्लिम देश, बेलायत, अफ्रिका र अन्य देशहरू। जब भगवानको अवतार कल्की महाप्रभु पृथ्वीमा आउनुहुनेछ त्यसबेला कल्की भगवानले भक्त, सन्त, सजन र पृथ्वीको रक्षाको लागि धर्म स्थापनाको कार्यलाई अगाडि बढाउन वा पछाडि लैजान सक्नुहुन्छ। धर्म स्थापनाको समय बढाउन वा घटाउन पनि सकिन्छ। भगवान कल्कीले युगको सृष्टि गर्न अवतार लिनुहुनेछ। भगवान कल्कीले सम्पूर्ण परा अपरा शक्ति
अष्टसिद्धि 9 निधि अनिमा लङ्घिमा सबै देवी देवताहरूको शक्ति र करोडौँ ब्रह्माण्डका सम्पूर्ण जगतलाई आफूसँग राख्नुहुनेछ। भगवान कल्कीले आफ्नो इच्छा अनुसार संसारको लागि जे शुभ हुन्छ त्यही गर्नुहुन्छ। भविष्यमालिका पुराणमा लेखिएका तृतीय विश्वयुद्धको बारेमा तपाईहरूको के राय छ? कमेन्ट गरेर जरुर बताउनुहोला र यो भिडियो धेरैभन्दा धेरै सेयर गर्नुहोला। जय श्री माधव।